साथीहरू आज चाहिँ म तपाईँहरूलाई मेरो घरमा जेरिनियम फुलिरहेको छ त्यो देखाउँदैछु है। प्लस यसको चाहिँ फुलिरहेको चाहिँ अहिले के केयर गर्नुपर्ने देख्न सक्नुहुन्छ। बकेटमा चाहिँ मैले सुकेको पत्ताहरू हटाइदिँदैछु है। पत्ताहरू सुकेको छ भने यसरी भचाएर चाहिँ निकालिदिनुपर्छ है। जेरिनियमको पत्ता भचाउँदा जहिले पनि उँधो झार्नुपर्छ अनि ट्याक ट्याक भाँचिन्छ है। त्यसरी सबै सुकेको पत्ता झारिदिने। अनि अहिले त एकदम सिजन छ नि त जेरिनियमको, अनि उँधो भचाइदिने। त्यसपछि फुलिसकेको फुलहरूलाई डेड हेडिङ गरिदिने है। जो फुलिसकेको छ तिनीहरूलाई निकालिदिने अनि सुकेको पत्ताहरूलाई सबै हटाएर चाहिँ अनि राम्रो राम्रो पत्ताहरूलाई मात्रै राख्नुपर्छ है। किनकि यो सुकेको पत्ताबाट चाहिँ फङ्गस आउने एकदमै धेरै चान्स हुन्छ। अब त हल्का फुल्का पानी पनि पर्दैछ हाम्रो जग्गामा है। हेर्नुहोस् न, यो रेड कलरको एकदमै मजाले फुलेको छ। यो चाहिँ होचोमै फुल्छ है। अनि अहिले तपाईँहरूलाई मैले डबल पेटल्सको मात्रै देखाउँदैछु। एकछिनमा म तपाईँहरूलाई अर्को भिडियोमा सिङ्गल पेटल्स पनि देखाउने छु है। अनि देख्न सक्नुहुन्छ एकदमै मजाले फुलेको छ। अनि यो चाहिँ मेरो 2-3 वर्ष भएको प्लान्ट हो है। यही पटमा 2-3 वर्ष भयो। मैले माथिबाट हल्का मलहरू मात्रै हालिदिँदैछु। यता चाहिँ छ सिङ्गल पेटल्स भएको। म तपाईँहरूलाई नेक्स्ट भिडियोमा देखाउँदैछु है सिङ्गल पेटल्सहरू पनि। हेर्दै गर्नुहोस् होला।